नमस्ते बेबीको मम्मा पापा। बेबीले चाहिँ धेरै धेरै बेबीहरू हजुरहरूले चाहिँ असाध्यै धेरै साँच्चीकै कुकिङ गर्ने सामानहरू खोजिरहेको हुन्छ। त्यस्तो सामानहरू त आमा कहाँ पाउँछ नै। आज चाहिँ स्पेसल्ली हकिन्सको कुकर देखाउँदैछु। आमाको हात हेर्छ त, यसरी बसिरहेछ चाहिँ कत्रो कुकर होला त। आमाको यो हातभित्र छ, हेर्सियोस् यति सानो कुकर देख्छौ। हकिन्सको ओरिजिनल कुकर हो। आमा खोलेर देखाउँछु, असाध्यै नै राम्रो हेर्न सकिन्छ है। ल हेर्छु, यसलाई यसरी खोलेपछि आमालाई खोल्न पनि आउँदो रहेछ त। यसरी पो हो कि ल हेर्छु त। यो चाहिँ हकिन्सको कुकर हो। यहाँ यसको रबर पनि रहेछ, सिटी पनि छ, तर यो सिटी चाहिँ लाग्दैन है त। हजुरले साँच्चीकै कुकिङ गर्न मिल्छ, तर यसरी बिर्को लाएर सिटी लगाउन मिल्दैन। त्यसो भयो भने त पड्किने सम्भावना हुन्छ। आमाले त्यही भएर सबै हजुरलाई पहिल्यै इन्फर्मेसन दिएको हुन्छ। सिटी लाउने तरिकाले पकाउनु मिल्दैन, तर हजुरले यसलाई जस्ट कुकिङको लागि चाहिँ युज गर्न सकिन्छ है। साह्रै सजिलो छ पकाउनको लागि। छोपेर यसरी मात्रै पकाउनलाई। ल हेर्छु, असाध्यै क्युटी छ। सानो खालको प्रेसर कुकर यदि हजुरलाई चाहिन्छ भने हजुरले आउन सकिन्छ आमाको पसलमा। तर महँगो छ, किन भन्दाखेरि ओरिजिनलवाला हो। हेर्छु स्टेनलेस स्टिलको है, सानो छ तर ओरिजिनल होला।